अहिले सिलगढीको ब्याड टाइम हेर्दै बसिरहेको छु अनि गुड मर्निङ सबैजनालाई आज चाहिँ केही रेसिपी भ्लगहरू होइन जस्ट हामी दुईजनाको नर्मल डे किनभने दिदी मान्छे घरमै हुनुहुन्छ नि त भर्खर बिहान हुँदैछ चिया खाँदैछु आज चाहिँ पिडीले बनाउनुहुन्छ अरे नि त खाना त्यही भएर म यहाँ सोच्दै बसिरहेछु तपाईँ बनाउनु होइन आज चाहिँ हामीले अचार बेच्नु आइरहेको छु अनलाइन हिजो बेलुका हामीले यो अचारहरू लिएर आएको थियो नि त हो यो म्याङ्गो पिकल हो यो चाहिँ अर्को चाहिँ कटहरको हो ज्याकफ्रुट पिकल हो रिभ्यू त के अस्ति नै खाइसकेको ज्याकफ्रुटवाला चाहिँ म्याङ्गो चाहिँ आज ट्राई गर्नु आँटेको फेरि पुरा अचार खान्छु म्याङ्गोको भनेर लिएर आएको यहीसँग भात खान्छु आज चाहिँ यहाँ पानी परेर है हामी दिनभर चाहिँ आज खतरा सुत्दै छिर्के फिर्के ल अहिले एकछिनमा भेट्छु एकछिन बादमा त्यो गर्छु हामी दुईजना यहाँ सरले खाना बनाउनलाई एकदम रेडी भएछ के बनाउनु हुँदैछ सर What are you making? जे बन्छ त्यही बन्छ त्यस्तो चाहिँ नहुने यत्रो बेसी प्याज हाल्नु पर्दैन नि सादा भनेको होइन यत्रो डल्लेको नबनाउनु तपाईँले भिगार्छ होला जस्तो लाग्दैछ मलाई चिकन स्योर 100% कसको रेसिपी हेरेर बनाएको भन्नु त मेरो आफ्नै हो अब नदिउँ न कटिङ त खतरा छ त कुन ठाउँमा बस्ने हो जस्तो PD sir is cooking. He is making chicken soup अरे तर यो चाहिँ बेसी हुन्छ बाबा चिकन सुपको लागि अरे तिमी यहाँ बसेर बकवास नगर न म बकवासै गर्छु के गरेको filming you size लिनु मम चलो गायब भयो सक्कल गायब भयो किनकि यो KFC ले दिमाग खराब गर्यो त्यसरी पनि तताउँछ नि त बुझ्छ बरु स्टिम गर्ने भए मलाई मात्रै देखाउँछ सडापडा बासी खाँदैछ अनहाइजेनिक फुड जङ्क फुड खै के खाउँछ जङ्क फुड उनीहरूमा अलिकति मोटै राख्नुपर्छ होइन पछि बुढेसकालमा खानु पाउनु कि पाउनु ल दामी लाग्यो जग्गा पनि हुन्छ Good. Okay. Bye.
मिसले खाना बनाउँदैछ अब म चाहिँ यहाँ साफसफाइ गर्छु हो के भन्छ हिजो पनि भ्याएन नि त त्यही भएर आज चाहिँ क्लिनिङ साफसफाइ गर्छु रुमहरू सफा गर्छु हो त्यही हो यो व्हाइट बेडसिट धुइहाल्नुपर्ने रहेछ हाम्रो अर्को यसमा बेसी मच्छर आउँदो रहेछ है यो ग्रिन भएर है यो ग्रिन भएर क्या यसमा अलिकति ज्यादा मच्छर आएको जस्तो लागेन होइन यो जुन चाहिँ बेड छ नि बेडसिट हाम्रो डार्क कलर भएर क्या बेडसिट डार्क कलर भएर मच्छर आउँदो रहेछ भनेको बुझेन कुरा सो स्याड बेड चाहिँ बनाइसकेन ओइ झन्डै सरी दामी बनाएर बाबाले त यो चिकन सुपको रेसिपी चाहियो भने चाहिँ पिटीले दिन्छ है दामी क्या मिठो बास्ना आइरहेको छ तर अलिक चेलेले बाई मैले रुम सफा गरेको यहाँ मेरो श्रीमानले बनाएको चिकन सुप जस्तो रहेछ है वाउ अब चाहिँ खाने पस्किन आँटेको यहाँ चाहिँ भात छ कुकर चाहिँ यत्रो ठुलो छ हाम्रो हो अब चाहिँ खाना खानु आँटेको हो चाइनिज स्पिकर यो चाहिँ मेरो कटहरको हो उसले आफै खाने मजामा लाग्यो तर बाबा यो खोलिन साइडको टाइट भयो आएको आमा यस्तो टाइट पानी त खाँदिन नि लिटल बिट सुप त पिर्यो होला तपाईँभन्दा ठुलो भयो त मेरो आफू आउँदैन त
बनाउने केही छैन दामी साँच्चै as I expected. Yummy. Not me. Next time we chat and stuff goes to one after one. Bath. Let's see me to buy. What are this? यसरी चाहिँ खानुपर्छ क्या यति चाहिँ यसले मिठो बनायो भने चाहिँ भात रुच्छ क्या साँच्चै मिठो भएको छ है दामी यतिको चिकन बनाउने खाएका थिएन हामीसँग चिकनको सुप तपाईँको नयाँ स्टाइलले बनायो नि है अरे एकदम नयाँ स्टाइल हो आफै सिकेको तपाईँले उयो बनाएर है यो उयोको पर्कको त्यो सुप बनाएर है त्यसै नागा स्टाइल बनाएर सिकेको नभने नागा स्टाइल चाहिँ वन्ड अफ नागा स्टाइल फुड गरम है अभ्य गरम अभ्य यहाँ र पछि मेटी निक्लिँदैन अफसोस भव्य गरम भयो त्यो हो नि अब चाहिँ खानासाना खाएर म यहाँ सानासिनी गर्न आँटेको हो बडाल कुडाल बथालिङ भइरहेको छ हावा पानी आएर बिहान बेलुका खुलाइरहेको छ नि त अनि अब त्यही हो सानासिनी गर्छु यस्तो हुन्छ मेरो डेली लाइफ चाहिँ बोरिङ क्लिनिङ सिलिङ गरिसकेँ घर हो सानासिनी सक्यो छ यी खानापिना खाइसकेर पनि हो पुसपास बनाइसकेँ अब चाहिँ रेस्ट गर्ने टाइम नुहाइधुवाइ गरेर रेस्ट गर्छु हो अन्त अब आफ्टरनुन भइसक्यो यति नै थियो ए अनि हत्तु भयो अब अल्छी पनि लाग्यो त्यति थियो भिडियो चाहिँ हो के गर्नु अब बेलुका चाहिँ भयो भने म बनाना ब्रेड बनाऊँ भनेको बनाना टी केक बनाएँ भने चाहिँ म रेसिपी भिडियो हाल्छु नेक्स्ट भिडियोमा बाई बाई फेरि भेट्छु अर्को भिडियोमा हो त्यति थियो आजको चाहिँ अल्छी लाग्दो भयो जस्ट के गर्नु भयो नि त केही गरेको थिएन भिडियो होइन यतिकै र पनि अब हालिदिएको युट्युबलाई जस्ट रिमाइन्ड गराइदिइरहेको म पनि छु है भनेर ओके बाई